अब चाहिँ हामी थाइल्यान्डले निर्माण गरेको मोनास्ट्रीमा चाहिँ आइपुगेका छौं। यो हेर्नुस् त, यो पुरै व्हाइट छ थाइल्यान्डले निर्माण गरेको चाहिँ। अनि घाँसमा टेक्न पाइँदैन यहाँ। कति राम्रो हो कि यो कस्तो हुने रहेछ भने जानकारी पाए अनुसार कन्ट्रीहरूले चाहिँ डिफ्रेन्ट कन्ट्रीहरूले जसले चाहिँ यहाँ इच्छा गरेको थियो, अब चाहिँ यहाँ धेरैवटा रहेछ यस्तो मोनास्ट्रीहरू चाहिँ। त्यो चाहिँ जुन कन्ट्रीले गर्ने हो उहाँले चाहिँ सर्टेन टाइमसम्मको लागि लिजमा लिएर यस्तो मोनास्ट्रीहरू चाहिँ बनाउनु हुने रहेछ। र अनि त्यो टाइम पुगेपछि रिन्यू गर्ने अथवा नगर्ने भन्ने हुँदो रहेछ। रिन्यू गर्न मिल्ने रहेछ हैन। अनि सो म्यानमार थाइल्यान्डकोहरूले पनि आएर उहाँ टाढाबाट आएर चाहिँ यहाँ बस्नु पर्यो भने त्यो देशको नागरिकहरूको लागि चाहिँ अलिकति सस्तोमा बस्न पाउने व्यवस्था पनि यहाँ रहेछ वरपर। कस्तो भव्य छ क्या। चाहिँ थाइल्यान्डको द्वारा निर्मित